So welcome back to the another video of NepTube. म आइसक्यो हजुरको माझमा फेरि अर्को भिडियो लिएर लगभग 1 वर्षको पछि आएको छु है। यसपालि चाहिँ म हजुरलाई यदि तपाईँ कुनै नेपालमा नभइकन विदेश कतै हुनुहुन्छ भने, यदि तपाईँको साथीहरू विदेशमा हुनुहुन्छ भने, अथवा नेपालबाट नै मिर्चेक त होइन तर टिकटकबाट चाहिँ कसरी अर्निङ गर्न सकिन्छ भने जुन चाहिँ मैले हजुरलाई अगाडि देखाइसकेको छु। हजुरले पहिला चाहिँ यो टिकटक होइन, टिकटक राइट भन्ने एप चाहिँ डाउनलोड गर्नुपर्छ। डाउनलोड गरेर यसलाई चाहिँ पहिला ओपन गर्नुहोस्। हजुरले चाहिँ पहिला सुरु आफ्नो आइडी यसमा लगइन हानेर सबै सेटिङहरू गर्नुपर्छ। त मेरो रिङबाट लगइन गर्नुभयो भने हजुरहरूले डिस्काउन्ट मतलब हजुरहरूले थोरै पैसा पनि पाउनु सक्नुहुन्छ। लगभग कति पाउन सक्नुहुन्छ। यसमा चाहिँ हजुरको यहाँ एउटा देखाएको हुन्छ पैसाको आइकन। यहाँ क्लिक गर्नुभयो भने चाहिँ हजुरले यहाँबाट यसरी अर्निङ गर्न सक्नुहुन्छ। मेरो चाहिँ अहिले यति अर्निङ भइरहेको छ। मैले चाहिँ यहाँबाट 2-3 चोटि विथड्र गरिसकेँ। सो त्यही भएर यहाँ चाहिँ हजुरले प्रत्येक दिन आएर हजुरले यसरी यो कोइन कलेक्ट गर्नुभयो भने हजुरले हप्ताको 1500 कमाउन सक्नुहुन्छ। र अर्को तरिका भनेको तपाईँले यहाँ इन्भाइट फ्रेन्डलाई नि इन्भाइट गरेर पनि पैसा कमाउन सक्नुहुन्छ भने टिकटकमा त भिडियो हेरेर हजुरलाई कसरी भिडियो हालेर अर्निङ हुन्छ भन्ने हजुरलाई थाहै छ होइन। योहरू नि क्लिक गरेर हजुरले यहाँबाट नि अर्निङ गर्न सक्नुहुन्छ। हजुरले 20 मिनट हेर्नुभयो भने यसरी नै 90 मिनट हेर्नुभयो भने नि अर्निङ गर्न सक्नुहुन्छ। त आजको भिडियो टिकटकको बारेमा थियो। र अर्को भिडियो लिएर म फेरि नै आउनेछु। सो त्यति बेरसम्मको लागि स्टे ट्युन, स्टे ह्याप्पी, पिस अनि बाई बाई।